देशमा भाइरल हुनलाई हामी असार 15 लाई यो कृषि प्रधान देश भन्छौँ, हामी कृषिको क्रान्ति ल्याउनु पर्छ भन्छौँ। तर सामाजिक सञ्जालमा देखाउनलाई एक मुठा धान लिएर नेता अभिनेता बनाउँदाहरू भिडियो र उ गर्न त्यसपछि बिउको माला लगाएर उहाँहरू ठुलो मान्छे पल्टिनु भएको छ। यो गलत हो। किसानहरूलाई मल लिनलाई नेताको घर घरमा नमस्ते जानु परेको छ। नेताजीहरू त्यसमा विचार गर्नुहोस्। के को खेतमा गएर आलीमा गएर लाएर फोटो खिचाएर भाइरल हुन आउनु भयो। तपाईँहरू काम चोर हो, काम गर्ने मान्छे होइन, काम चोर हो। त्यसैले गरेर तपाईँहरू सामाजिक सञ्जालमा देखिन आउनुभयो। काम गर्ने मान्छेले देखाउँदैन, हामी कुनै पनि काम देखाउँदैनौँ, हामी गरेर देखाउँछौँ र मूल्याङ्कन जनताले गर्छ। तपाईँहरू फोटो खिचाएर भिडियो पोस्ट गरेर मैले यस्तो गरेँ, तपाईँहरूले त्यो काम गरेको होइन, तपाईँहरू आफू भाइरल हुन आउनुभयो। तपाईँहरूले जनताले नि तपाईँलाई थुक्छन्, तपाईँलाई वाउ वाउ गर्दैन। तपाईँले जनताले बिउ रोप्नु पाएको छ नि, तपाईँहरू घाँटीमा लाएर फोटो खिचेर भिडियो बनाउनु भाइरल हुने। के एउटा त्यति नेताहरूको लाइनमा गएर अरू आसे पासेले पनि त्यतिकै माला लगाएका छन्। एउटा कुरा सोच्नुहोस् कि तिनीहरू लगाएको मालाले कतिजनाको परिवार धान फल्यो भने बाँच्थ्यो होला, जीविकोपार्जन त हुन्थ्यो होला। त्यो मैले अघि नै भने त्यो त सोच्ने उहाँहरूले सोध्नु। उहाँहरू भाइरल हुन आउनुभयो। हामी यी खेताङ गएका छौँ। एक दिन गएर असार 15 मा गएर खेताङ गएर खेत रोपिने भए नि नेताजी, सबभन्दा पहिला मल पानी घाँस बाँसको व्यवस्था गर्नुहोस्, अनि माला लाउनुहोस्। तपाईँको त्यो मालाले गर्दा नि तपाईँहरूलाई नै त्यही माला फन्दा हुन्छ। नेताहरूलाई यत्रो बाढी आउँदा किन बगाउँदैन बाढीले? अब हेर्नुहोस्, उहाँहरू महलमा बस्नुहुन्छ, बिचरा झुपडीमा बस्नेहरूलाई पो बगाउँछ त, महलमा बस्ने। अब नेपाली जनताले बगाइदिन्छन् नि, धेरै बाँकी नै छैन। यत्रो काठमाडौँमा प्लटिङ पनि छ, धान खेती पनि छ, सबै नेता अभिनेता भनिहाल्नु कलाकारहरू जाँदा किन बालन साहब कहीँ पनि हिलोमा कहीँ पनि चाहिँ त्यो देखौटी कृषि मैत्री हुनु भएन? एकदम नै गलत हो। देखौटी गर्ने होइन, मैले अघि नै भने कुनै पनि काम गर्दा देखाएर गर्ने होइन। अरूले वाउ भन्नु र मैले गरेँ भनेर देखाउनुमा धेरै अन्तर छ। आफूले अरूले म पनि भन्नुहोस् न भन्नुहोस्, आफै तपाईँ भन्नु चाहिँ त्यो गलत हो। उहाँहरू आफै तपाईँ भन्न जानुभयो, हामीले म पनि भनेको छैन उहाँहरूलाई। एकदम नै ठिक हो, देखाउने होइन, काम गर्ने हो। ए म खेताङ गएको छु, म हिलोमा बसेको छु, उहाँले देखाउनु भयो हो नि त, काम गर्नु भयो र। हजुरको कुरामा चाहिँ थोरै विवाद पनि आउन सक्छ नि। बालन शाहले कतै कुलो पुर्याउनु ठाउँमा कुलो नपुर्याएको, महानगरले गर्नुपर्ने कामहरू पनि नपुर्याएको हुन सक्ने कारणले पनि उहाँ खेतमा एकदम नै गलत। काठमाडौँमा कुलो लाग्ने ठाउँ नै छैन, कहाँ कुलो पुर्याउनु? होइन, खेतहरू त छ नि, खेतहरू छ, तर कुलोहरू लगाउन पर्ने, ढलहरू पानी पुर्याउनु। हेर्नुहोस्, अहिले भगवानको कृपाले बालनलाई साथ दिएर आकाशबाट नै पानीको वर्षात भएको छ। कुनै कुलो सुलोको व्यवस्था गर्नुपर्ने छैन। नेताजीले जस्तो बिउको माला लाएर उहाँहरूले प्रस्तुत हुनै चाहनुहुन्न। देख्नुभयो होला सामाजिक सञ्जालमा कहीँ आएर उहाँले गर्नुहुन्छ र। त्यसैले गर्दा नि देखौटी होइन, गर्ने भएदेखि भित्री मनले गर, नेपालको लागि गर, देखौटी गरेर केही फलिफाप हुने छैन। माला लगाउँदै हिँड्ने नेतालाई हजुरको के सन्देश छ र? अब अर्को चाहिँ फेरि असारको 15 मा आउँदाखेरि यो हरकत नहोस् भनेर के भन्नु? माला लगाउँदैमा तपाईँले देखाउनु भएको माला भोलि गलाको फन्दा नपरोस्, सबभन्दा म चाहिँ त्यो भन्छु। त्यही तपाईँको मालाले गर्दा हरेक परिवार, कति परिवार बाँच्थ्यो होला नि, तर तपाईँहरूले माला लाएर त्यसलाई फालिदिनु भयो देखौटी रूपमा। सामाजिक सञ्जालमा त भाइरल हुनुभयो, तर नेपालीको मनबाट तपाईँहरू नि यति आक्रमक हुनुहुन्छ नि, तपाईँहरूलाई त्यो भन्ने हुनै छैन। तपाईँहरू त एकदम भाइरल हुन आउनुभयो। अहिले सहर पसीका युवाहरूमा यो खालको विकृति छ। घरमा आमा बुबा अहिलेसम्म कुटो कोदालो गरिरहेका छन्, गएर सघाउन एक दिन नजाने, तर 5 मिनटको फोटो खिच्नलाई हिलोमा जाने त्यो युवा युवतीहरूलाई के भन्नु? यो त अब अहिले हाम्रो परम्परा, हाम्रो सिकाएको कसले त? हिजो नेताहरूले देख्नु भएन, यत्रा मुठा लाउनेले यस्तो गरेर सामाजिक सञ्जालमा भाइरल हुँदो रहेछ भने नेताले सिकायो, त्यही गरे हो। र अरू हाम्रो बच्चाहरूलाई म के भन्छु भने, मेरै बच्चाले धान देखेको छैन होला, धानको पात कस्तो हुन्छ भन्ने थाहा छैन होला भनेपछि अब यहाँ हाम्रो बच्चाहरूलाई धान कसरी फल्छ भन्ने थाहा छैन। यो शिक्षा लिएर आउनु पर्यो, यस्तो कानुन बनाउनु पर्यो, यो ऐन ल्याउनु पर्यो। नेपालमा कृषि क्रान्ति हुनु पर्यो। सबैमा अहिले प्लटिङको सुविधाले गर्दा हरेकमा घर छ, अहिले धान छैन। हामी हरेक धान चामल लिएर आउनलाई हामी अर्का देशमा गएर आश्रित हुनु परेको छ भने यो एउटा विडम्बना हो नि। यसलाई हामीले देशमा क्रान्ति लिएर आउँ, कृषि क्रान्ति गरौँ। अहिले पछिल्लो समय के देखिन्छ भने हिलो खेल्ने बाहनामा छोरा मान्छेले पछारे जस्तो पछार्ने, शरीरभरि हिलो दल दिने, यो पनि हजुरले सामाजिक सञ्जालमा देख्नु भएको छ होला। के हजुरहरूको बेलामा पनि यस्तै चाहिँ असारे 15 हिलो मसँग यस्तै हुन्थ्यो? कसरी? होइन, रमाइलो त हामी पनि रमाइलो गर्थ्यौँ खेतमा गएर, होइन? असार 15 भनेपछि रमाइलो गर्ने दिन पनि हो। र दही चिउरा आलुको अचार, वाउ,
त्यो खाने हाम्रो हामी त अब पहिला त त्यो के पात सर्बताको पात हो कि त्यो केमा पातमा गएर चिउराएर आलुको अचार त्यसरी खाने हाम्रो परम्परालाई जोगाउनु पर्छ। तर यहाँ चाहिँ गर्लफ्रेन्ड र बोयफ्रेन्ड मिलेर गएर खेतमा गएर लडी बुढी गरेको सामाजिक सञ्जालदेखि यो गलत हो। आफू मिलेर उहाँहरू फोटो र खिच्नलाई र भिडियो बनाउनलाई भाइरल हुन जानुभएको। खै अब त्यस्तै लाग्यो जोडी जाने किनभने यो सामाजिक सञ्जाल यो किनभने भाइरल हुनलाई अरू केही पनि होइन भाइरल हुने यो हो भाइरल हुने हो। अवसर त गर्लफ्रेन्ड र बोयफ्रेन्ड अवसर किन चाहियो? अवसर त उहाँहरू रेस्टुरेन्ट र रुममा पनि त जान सक्नुहुन्छ नि, बाहिर खेतमा गएर अवसर खोज्नुपर्छ र एकदम नै गलत हो। यो अवसर खोज्नु भने तपाईँले आफूलाई नि लाजबाट पनि मुक्ति गर्न तपाईँको बाउआमाले त्यो हेर्दा तपाईँको बाउआमाको शिर कसरी निहुरेको होला त्यो कुरा बुझ्नु भएको छ तपाईँहरूले बुझ्नु भएको छैन। तपाईँहरू भाइरल हुन मात्रै आउनु भयो। अहिले महानायक राजेश हमाल पनि हिलोमा देखियो, विशेष गरी अन्त कतै पनि नदेखिने खासै तर उहाँलाई देखियो नि। अब सँगसँगै देशको राष्ट्रपति पनि देखियो। नेताहरूलाई त जनताले खासै वास्ता गर्दैन, तर महानायकबाट त्यो अपेक्षा गरेको थिएन होला हिलोमा गएर एक दिन खेलिदियोस् र सामाजिक सञ्जाल मात्र भरियोस्। त्यसको सट्टा त महानायकले बरु कुनै कृषिको लागि फार्महरू खोलिदिएको भए राम्रो हुँदैन? एकदम नै राम्रो। उहाँलाई पनि त भाइरल हुन रहर लाग्यो होला नि। भाइरल हुन कसलाई मन लाग्दैन र? यहाँ भाइरल हुन मान्छे नाङ्गिन्छन् भनेपछि राजेशजी पनि गएर खेतमा गएर एकछिन यसो गर्दै जस्तो गएपछि वाउ हाम्रो राजेश ताई भन्नुहुन्छ भनेर उहाँलाई त्यो पनि इच्छा लाग्यो होला। यो भाइरलको पछाडि लाग्ने मिडियाहरू हुनुहुन्छ नि, जतिजनाले आफ्नो जे सामाजिक जाल प्रयोग गर्नुहुन्छ त्यहाँबाट खिचेर हालिदिनुहुन्छ। हजुर त्यो विकृति हो कि अर्थात् जे छ सत्य देखाइदियो जस्तो लाग्छ? मिडियाहरूको काम त सत्य तथ्य देखाइदिने हो, त्यो देखाउने एउटा राम्रो पनि हो। त्यसलाई चाहिँ कुन तरिकाबाट जाने, जब भाइरल हुन आउनु भएको छ कुन तरिकाबाट भाइरल हुने, आफ्नो अङ्ग देखाएर गोप्य अङ्ग देखाएर भाइरल हुनु त्यो जायज हो त? आफ्नो भन्दा नि आफ्नो परिवारले र समाजले के भन्छ भन्ने कुरा त्यो बिर्सेर भाइरल हुनु चाहिँ गलत हो। अब मैले अघि पनि भने गाउँमा बुढी आमाहरू हुनुहुन्छ जसको लागि छोरा आएर एक दिन काम गर्दै हुन्थ्यो, छोरी आएर एक दिन काम गर्दै हुन्थ्यो भन्ने ठुलो अपेक्षा छ। तर छोराछोरी यहाँ सहरमा बसेर एक दिन मात्रै हिलो खेलेर पोस्ट गर्छन् नि, ती व्यक्तिहरूलाई अर्थात् त्यस्ता खालका त्यो बिचरा बाउआमा हेर्नुहोस् अहिले जुन खेतालाहरू पाइँदैन, जब त्यस्तो छ जसलाई पनि आफ्नो छोराछोरीले आएर गर्दैछ भन्ने त जुन पनि आमा बाउलाई लाग्छ नि, छोराछोरीले पैसा कमाएर दियोस् भन्ने बाउआमालाई लागे जस्तै खेतमा आएर पनि छोराछोरीले काम गर्दैछ भन्ने त सबैको बाउआमाको इच्छा हुन्छ नि। तर के गर्नु, छोराछोरी सहरमा हुर्केका भए अब हिलोको एलर्जी हुने भयो हाम्रो छोराछोरीलाई। ती वृद्ध बाआमालाई तपाईँको कुनै सुझाव छ? बाआमालाई के भन्नु, अब पढाउन नि पर्यो, बढाउन नि पर्यो, समय अनुसार चल्नु पनि पर्यो। हामी सकी नसकी यही बुढाबुढी जोतिने हो भन्ने कुरा अब के गर्नु, जोतिनै पर्यो। ठिक छ, पछिल्लो पुस्तामा विकृति निकै फैलिएको थियो, यो विकृतिलाई तपाईँले चिर्ने प्रयास गर्नुभयो र देशका नेतादेखि कलाकारसम्मले देखाएको हरकत उजागर गर्ने प्रयास गर्नुभयो। समय समाजको लागि धन्यवाद। हस्।